मलाई त कहिलेकाहीँ लाग्छ यो देशमा जन्मनु नै अपराध त होइन हामीलाई भन्ने जस्तो लाग्छ कि कमसेकम एउटा नागरिकले आफ्नो परिवार पाल्नको लागि ड्राइभिङ लाइसेन्स लिएर म मेरो परिवार पाल्छु भन्दाखेरि पनि पाल्न नदिने त ड्राइभिङ लाइसेन्स दिन पाउँदैनस्, तैँले एसएलसी पास गर्नुपर्छ अनि तैँले चाहिँ तीन महिनासम्म कुर्नुपर्छ भन्नुपर्ने यस्तो कानुन निर्माण गर्ने यस्तो विज्ञता यस्तो भयङ्कर विद्वान नेपालीहरू हाम्रो देशमा कसरी हुर्किनु होला भन्ने मेरो चिन्ता हो। यो तीनटा पुस्ता मिलेर अगाडि गयो भने मात्रै साँच्चै नै यो देश बस्न लायक हुनेछ र यो देशको जनताले खोजेको देश बन्नेछ भने हाम्रो ठम्ब्याइले सिकेर सकिँदैन, जति पनि सिकिरहन सकिन्छ, सिक्नु राम्रै कुरा हो र यसबाट घाटा पनि हुँदैन। तपाईहरू कानुन निर्माण गर्ने हामीहरू बिचको एउटा प्रश्न, दुई पाङ्ग्रे भनेको अत्यन्तै असुरक्षित हामी सवारी साधनको रूपमा हेर्छौँ र चार पाङ्ग्रे चाहिँ सुरक्षित सवारी साधनको रूपमा हेर्छौँ। ड्राइभिङ लाइसेन्सकै कुरा गरौँ, पछिल्लो समय हामी ड्राइभिङ लाइसेन्स घर घरमा पुर्याउन खोज्दैछौँ, त्यो चाहिँ छिटो गरेर। तर यसमा एउटा अर्को रमाइलो कानुन रहेछ, लिखित परीक्षा दिएपछि 90 दिनसम्म फेरि लिखित परीक्षा दिन नपाउने। हामीले कति राम्रो कानुन बनाएछौँ। प्र्याक्टिकलमा चाहिँ आज ड्राइभिङ लाइसेन्समा गयो, फेल भयो भने भोलि पर्सि दिन पाइयो, तर लिखितमा चाहिँ आज फेल भयो अनि हामी 3 दिनमा मजासँग पढेर गएर चाहिँ जाँच दिन्छु भन्न पाइँदो रहेछ, 90 दिनसम्म कुर्नु पर्दो रहेछ। मेरो चाहिँ अब बन्ने कानुन बनाउनलाई यस्ता कुराहरू थाहा पायौँ भनेदेखि हामीले अलि अध्ययन बढी गर्न सक्छौँ कि, र त्यसले गर्दाखेरि हाम्रा युवा सांसदहरू, हाम्रा युवा सभापतिज्यूहरूलाई पनि कानुन निर्माणमा सरकारलाई घचघच्याउनको लागि न्यायालय होला, कार्यपालिका होला, व्यवस्थापिका होला, त्यस कारणले यो एउटा सरकार हो। यो तीनटाको स्पिरिट र स्पिड मिलेन भने देश बन्दैन, नागरिकहरूले सुख पाउँदैन, जनजीविकाको विषयमा काम हुँदैन। त्यस कारणले मैले भन्ने गरेको त्यही हो कि यो तीनवटाको स्पिड र स्पिड मिल्नु पर्यो। यसका फाइदा र बेफाइदाको कुरा गर्दाखेरि जीवनमा सिकेर सकिनु र सिकेर घाटा लाग्नु यो हुन्छ जस्तो मलाई लाग्दैन। सिकेर सकिँदैन, जति पनि सिकिरहन सकिन्छ, सिक्नु राम्रै कुरा हो र यसबाट घाटा पनि हुँदैन। कति सही छ त्यसलाई कति हामीले ग्रहण गर्ने र कति सही छैन त्यसलाई हामीले ग्रहण नगर्ने, त्यति मात्रै कुरा हो जस्तो लाग्छ मलाई। आज म त्यहाँ बस्दै गर्दा विभिन्न समितिका सभापतिज्यूहरूले आज 1 बजेबाट सायद उहाँहरूको बैठक पनि भएको जस्तो बुझ्न पाएको छु। त्यस कारणले कार्यक्रम छोटो गर्नुपर्ने पनि होला। म 1-2 मिनटमा केही कुरा चाहिँ राखेर आफ्नो भनाइ सक्न चाहन्छु। संविधान सभाका सदस्यज्यूहरू, त्यसै गरी पूर्व सांसदज्यूहरू जसले यस्ता किसिमका कार्यक्रमहरू गर्न अथक प्रयासहरू गरिराख्नु